सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई ब्लग र म चाहिँ अहिले घरमा छु अनि अब लिक पनि छैन के गर्नु यस्तै छ होइन लिक छैन अब आज चाहिँ म जान लाग्यो हाम्रो निजगढको बुढाहरूको आज हाम्रो भेटरन्स गेम छ सिमरा त्यही भएर अब आज म जान लाग्यो यहाँबाट गेम हेर्न बुढाहरूको के हुन्छ गेम हेरौँ अब बिच बाटोमा के हुन्छ हेर्दै जाउँ न ल टाटा बस त्यही बस अझै मम्मी हुनुहुन्छ हाम्रो मम्मी यता हेर्नु न हेलो गर्नु हेलो यता हाम्रो ठुला हाई गर्नु हाई नगर्नु नि म जान लागेको अब यहाँबाट गेम हेर्नलाई हाम्रो बुढाहरूको भेटरन्स गेम आज दिन चाहिँ लभली छ अब यहाँ ढिलो भइसक्यो अब निस्किन्छु म पनि अब निस्किएको अब यहाँबाट बाई बाई निस्किएको अब यहाँबाट के दाइ निस्किएको अब यहाँबाट हामीसँग आइसक्नु भएको छ हाम्रो लुर दाइ ह्यान्डसम दाइ निस्किएको बाई बाई मोबाइल चाहिँ घट्छ कि जस्तो लागिरहेको छ कि लभली दिन छ यार आज लुर दाइ जित्छ आज बुढाहरूले त्यसो नभन्नु न तर हुन चाहिँ हो होइन बुढाहरूको चाहिँ टिभी छैन छ कि योसँग पऱ्यो उसँग पऱ्यो भने जोसँग पऱ्यो नि आफ्नो गेम खेल्नु पऱ्यो नि त यहाँनिर छ हाम्रो टोलीहरू हाम्रो डिफेन्डर दाइ लभली यसले त छ नि यहाँले ट्वाङ्गी हालेछ चौरीजनालाई होइन चौरीजनालाई हाले होइन कतिखेर निस्किने हो भनेर विकास आउँदै हुन्छ मसँग हजुर यहाँ ल्याएको छु अनु बहिनी कहाँ हिँडेको यस्तो राम्रो भएर कपाल सपाल त मिलाएर आउनुपर्छ नि केस दाइ र हाम्रो यहाँनिर के अरे दिनेश अङ्कल ओ बुढा त के हो म चिक्ना भएर हिँडेछ त बुढा यार आज कति गोल हान्ने हौ ल कति गोल हान्ने तपाईँ भन्नु न गोल नहान्ने आज गोल नहानिकन त कसरी जित्ने अनि ए नभन्न त त्यस्तो यार कस्तो बुढा जे पाए त्यही भएछ चाँडो गरौँ न हो चाँडो गरौँ मैले चाँडो गरौँ खाजा खाँदैछौ मस्त अब के गर्नु बुढाहरू खुवाउँदैन लुरे दाइ तपाईँ कति वर्ष पुग्यो खासमा 17 भनेपछि अनि यो अनुहारले 17 त जित्दैन त नि किन कसरी दिन्छ 17 अनुहार अनु बहिनी चाहिँ कति 12 आयो बुढा विकास त आउनु खेल्ने मान्छेको हालत यस्तो छ अनि हुन्छ यसरी अरू टिम 1 घन्टा अगाडि गएर मस्त माउसँग स्टेचिङ गरेर बसिसक्यो होला हाम्रो टिम हुन्छ भेटरन्स क्लबको सबभन्दा महँगो खेलाडी सुमन दाइ सबभन्दा के अरे उयो हौ सबभन्दा रिच सबभन्दा प्लेयर भर्खर अब सुमन दाइले पनि के अरे सिटीमा साइन हान्नु भएको छ कतिमा दाइ कतिमा साइन हान्नु भयो सिटीमा 1 लाख दियो चना अन्डा र अहिले भर्खर साइन हान्नु भएको छ दाइले चाहिँ अब बिस्तारै उयो गर्नुहुन्छ आउँदैन त कहाँ हराउनु भएको कहाँ खोइ त तपाईँ त कहाँ हो मान्छे गायब म दिल्ली भएको भर्खर आउनु भएको फागुन 18 अनि आज कति दाइ 22 फागुन अनि 1 महिनादेखि कमसेकम चौरी आउनुपर्छ अनुहार देखाउनु भएन ल ओ दाइ म आएको छैन डेली भन्दा
अनि हामी अस्ति त्यो मिटिङ गरेर मागेको त हामी दिनेश हामी बेलुका अनि मेन खेलाडीलाई टेप सेप व्यवस्था केही पनि छैन के हो ऊ त्यहाँ मुसलमानकोमा पाइहाल्छ नि मुसलमानको 400 हेमेसिङ टेप हुन्छ मेन खेलाडी स्ट्राइकरलाई यस्तो छ के हो अब हामी यहाँबाट जाउँ मङ्गल जाउँ निस्क्यौँ अब लभली निस्केको हामी बाई बाई बहिनी चल्दिएको यहाँबाट अब चल्दिएको यहाँ अगाडि हामी टेप किन्छौँ टेप हामी आइसकेको छौँ बकैया खोलामा एयरपोर्टको लागि यो चाहिँ भयो हाम्रो फर्स्ट ट्याङ्क निजगढ टु काठमाडौँ इन 1 आवर ए है निजगढ टु काठमाडौँ इन 1 आवर फास्ट ट्र्याक बन्दैछ यहाँनिर यो फेरि स्लिप हुँदैन कार चलाउने होला अनि बल्ल तल्ल कति वर्षमा बनाऊ अङ्कल यो पुल बल्ल तल्ल यो 8 देखि 9 वर्ष भइसक्यो बल्ल बल्ल पुल बन्दैछ अझै पनि कम्प्लिट भएको छैन जान पाइयो काम गर्ने केटाहरू रहेछ ए काम गर्ने रहेछ तर बन्यो बल्ल बल्ल अब यो बाटो चाहिँ तलको चाहिँ अब ए कुलमा खिचिरहेको बेलामा है तर हो हामी चाहिँ पत्ल्या आइपुगिसक्यो पत्ल्यामा सिमरा चाहिँ ओभर सफा छ नि अङ्कल सफा प्लस झन्डै माथि अहिले रुखले हेर्नु न लभली छ है सिमरा चाहिँ हामी चाहिँ जितपुर आइपुगिसकेको छौँ जितपुरमा लभली रे त्यहाँ छ फलफुलै फलफुल जाँदैछौँ हामी आइपुग्नु लागिसक्यो अब यहाँ ग्राउन्ड र जसो तसो गरेर हामी ग्राउन्डमा आइपुगिसकेको छौँ उता जाली लाग्दैछ अब आज ओपनिङ हो र अङ्कल होइन नि हामी आइपुगिसकेका छौँ ग्राउन्डमा हामी ग्राउन्डमा चाहिँ आइपुगिसकेका छौँ अब हाम्रो यहाँ टोलीहरू आउँदै हुनुहुन्छ अङ्कलहरू अब 8 बजी गेम भनेको थिएँ 8:30 बजी गेम सुरु होला जस्तो आउँदैछ बुढाहरू स्ट्राटेजी के रे दाइ सुमन दाइ भन्नु न यता डिएममा उताबाट हाल्ने रे यता पोस्टमा मान्छे बस्दै रे सिधा गयो तपाईँले त कटाइदिइ हाल्नुहुन्छ नि अनि यसरी त नि त्यो पोस्टबाट त्यो बस्दा नि आइसक्यो बुढाहरू बल्ल ड्याङ ड्याङ आइपुगिसक्यो दाइ के अरे सुमन दाइले त डिएममा जस्तो आउँछ त्यस्तै पचाउँछ भनेर डुम्म उताबाट हालेर त्यो पोस्टै गर्छ त नि उहाँनिर खेल्दाखेरि त त्यस्तो हुन्थ्यो र हाम्रो ट्रान्सको पूर्व हाम्रो स्ट्राइकरलाई यहाँनिर टेपिङ सेपिङ हान्दै हुन्छ हामी गोल चाहिँ हान्नु पऱ्यो बुढाहरू भने त्यस्तै हो गोल चाहिँ हानेन भने टेप्लाको अर्थ भएन है लु त गोल हान्नु पऱ्यो नि यति मिहिनेत गरेपछि
सुमन दाई दुईजनाले यस्तो गर्दा सुमन दाई सुमन दाईले यो पोस्टबाट सिधै अर्को पोस्ट छिराइदिनुहुन्छ बाहिरबाट हान्छ कसले कहाँ यहाँ हिँड्दा दाइ हाम्रो यहाँ बुढाहरू रेडी हुँदैछन् यहाँनिर रेडी हुँदैछन् र हाम्रो बुढाहरू चाहिँ ग्राउन्डभित्र छिरिसकेका छन् सुरेश दाई हाम्रो बुढाहरू चाहिँ ग्राउन्डभित्र छिरिसकेका छन् अब हाम्रो यहाँ वीरगञ्ज सिटी भर्सेस ए सिटी होइन दाइ वीरगञ्ज सिटी भर्सेस निजगढ भेटरान्स गेम भइरहेछ र दाइसँग भेटिसकेको छु मैले होइन हाम्रो दाइसँग भेटिसकेको हाम्रो दाइसँग भेटिसकेको चाहिँ मेरो चाहिँ उहाँ कार्य थियो हाम्रो बकोलिया होइन बकोलियामा सोल्डर जाँदाखेरि चाहिँ दाइ हुनुहुन्थ्यो कि निजगढ भेटरान्स भर्सेस सिटी वीरगञ्ज सिटी फर्स्ट प्राइज र सेकेन्ड प्राइज ट्रफी यति साह्रो ह्यान्डसम देखेको तपाईँले किन यस्तो ह्यान्डसम देखेको जति बुढो भयो झन् ह्यान्डसम हुँदै जान्छ त नि जस्तो विकास लामा यो भयो यो भयो हाम्रो निजगढ भेटरान्स टिमको दाइहरू अङ्कलहरू दाइहरू यता के सल्लाह हुँदैछ सुनौँ आउनु न काका सुमन दाई सुमन दाइले त कस्तो त्यसै गरी वर्षागढी आफ्नो पैसा त भन्नु परेन नि यार केही समयको लागि ल्याउने नै डिफेन्डमा हो ल्याउने बल जहाँ लगे पनि तपाईँको डिफेन्ड उसमा हो तपाईँको बल ल्याउने क्याप्टेन पेन काका लगाइदिनु न काका दिनेसँगले काकाले जहिले लगाइदिनु हुन्छ निर्दिपङ्ग ताली ताली क्ल्याप 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 लभली क्याप्टेनमा बाहेक चाहिँ क्याप्टेनमा पनि खेलमा चाहिँ ल ल एक साइड भने होइन त कसरी खेल्ने भन्नु 3-2-2 खेल्ने हो हैन 3-2-2 खेल्ने 3 अनि बिचमा 2 अनि माथि 2 त्यही हिसाबले खेल्ने फिल्ड अलि सानो छ अप एन्ड डाउन खेल्नु पर्छ है लखटेर सक्छ पनि के पाएको चिजहरू गेममा हान्दाखेरि नै हुन्छ काउन्टर खेल्ने मैले भनेको 10 मिनेट जस्तो काउन्टर खेल्ने हुन्छ कि हामी चाहिँ अलिकति यसो फ्री किक हान्दाखेरि हैन यसमा अफ छैन होला हैन एकदम त ढुकेर बसेको हुन्छ किपरलाई फ्री किक हान्दाखेरि किपर छेक्न जाने किपरको अगाडि नाचेर बस्ने मतलब कि किपरलाई टच दिएर बस्ने के त्यो चाहिँ अनिवार्य कुनाले हाल्दा पनि हाम्रो किपर याद गर्नु हाम्रोले फ्रेस हुनु पर्यो फेरि हाम्रो त हामीलाई ताकेर हालेन हाम्रो त ज्यानले लुकाए नि भयो भने त्यो झुकाउनु पर्यो भन्न खोजेको त अहिले ल प्रे गरौँ ल हामी के बगे ठाकुर त हो नि बगे ठाकुर के जय 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 हामी त कम्पलसरी आउनु पर्यो नि त त्यसमा त ब्लग त लभली हो नि त लुरे दाइले आज ह्यान्डसम देखाएको छ के लगाएर आएको बिहानदेखि टल्किया टल्के छ ग्राउन्डभित्र इन्ट्री भइसकेको छ अब ग्राउन्डभित्र इन्ट्री भइसकेको छ
बुढाबाघहरूले कति खेल्छ भन्ने आज हेर्न बाँकी छ हेर्न बाँकी छ हाम्रो बुढाबाघहरूको गेम छट्टु स्याल हुने कि बुढो बाघ हुने भन्न छट्टु स्याल कि बुढाबाघले अस्ति भर्खर खसी हानेको छन् कति किलोको कागा 42 किलोको त्यसमा चाहिँ म उपस्थिति हुन पाइनँ सरी उभिएर राष्ट्रको सम्मान गरिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु तर यो सिन चाहिँ दामी छ नि ग्राउन्ड यो जङ्गलको बिचमा के हजुर हजुर भाइ बिग्र हटका अब सुरु लास्ट एकान बजे बन्द हाम्रो बुढाहरू सेट फोटो खिच्दैछ नि यहाँनिर अब गेम सुरु हुन्छ हाम्रो रिकर्ड हुँदैछ जम लड्दै जाउँ तर यो भ्यू चाहिँ दामी छ नि ल गोल नखाम गोल हानौँ है त्यत्रो टाढादेखि आएको छु हेर्नलाई अब गेम सुरु हुन्छ हाम्रो बुढाहरू तात्तिँदैछन् फेरि त्यहाँ गएर नि गन्थन गर्ने क्या ल सुरु भयो गेम यसै गरी सेतोको खुट्टामा बल छ जर्सी नम्बर 17 18 उता भाइ छ त्यो भाइ मधेस बोर्डको र सुरु टचमै बाहिरको जान सफल भएको छ बल राम्रो पास अपोनेन्टको खुट्टामा गयो 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 गुड बल है ठन्डै लडेन अनि चार्ज ठिक छ दाइ ठिक छ दाइ त्यसमै भेट्छ होला जस्तो लागेर भिजेन अन्त है सुमन दाइले अब सिधै सुमन दाइको प्रहार र रेप भन्दैछ सुमन दाइले सुमन दाइको प्रहार सिधै पोस्टमा लभली हेड गोल लभली ल झन्डै ठिक छ दाइ ठिक छ ल मजा आउँदो रहेछ क्याप्टेन भर्सेस क्याप्टेन प्लिज गेम भएको 5 मिनटमा नथाक्नुहुन्न हार्दिक अनुरोध गर्दछौँ लो 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 कम ओ किपर राम्रो सेप बचाऊ निर्दीप जोशीले अपोनेन्टको खुट्टामा बल दिएको छन् बुढालाई हुँदैन कि अलिकति गाह्रै छ अघि मैले हेरेँ सपोर्टै छैन अर्को एकजना सपोर्ट हो ल यसै गरी अब यो पोस्टास है बाहिर हान्न सफल भएको छ सेतो जर्सीको प्लेयर क्रस लभली खेलाडी घाममा खेल्दैछन् र हाम्रो सन्तोष दाई यहाँ शीतलमा बसेर के यहाँ उयो गर्दैछन् कराउँदैछन् सन्तोष दाई सिधै कर्नरमा गोल छिराइदियो भने म 100 रुपियाँ दिन्छु अलि बुढालाई साँच्ची सिधै छिराइदियो भन्छ है ल छैन रिबाउन्ड आउट खोइ भएन यार जान हो छैन त लु हानिहाल्नु सर्ट हो नजान्नु ए आइज दुईजना कोडा दुईजना यसै गरी सेतो जर्सीमा मान्छे कालो जर्सी सेतो देख्न सक्नुहुन्छ तपाईँहरू कस्तो टल्किएको थियो दाइको तालु थियो यार यति भयो नि दर्शक हुँदो रहेछ यार भेटरान्समा नि
हो प्रेस गर अब यही बल प्रेस गर नाइस वान खेल्ने बुढालाई गुड बल कस्तो लभली खेल्दै थियो के को अफसाइड शेखर दाइ थोरै बाहिर फ्याल्ने कोसिस गर्नु है दाइ ठिक थियो हो लभली डिफेन्स मन पर्यो खेल्न त खेल्ने कि तर खुट्टामा उयो नै छैन बुढा बल दिनै सक्दैन कि यसै गरी जर्सी नम्बर कति हो यो 5 लभली अब यही बल काउन्टर लिएर जानु नि अब बुढा मिलाएर सर्ट हान्नु त छैन ओइ लभली रोक्नु दाइ इजी लिएर जानु लग्यो ले एङ्कल जान्छ त यसरी त क्रस क्रस ओइ कर्नर 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 लभली डिसिजन रेफ्री ओ यो भएन त यार कर्नर दिएर फेरि पोस्ट आउट दिने हो त्यसरी जानु जानु बलमा जानु गयो बलमा गयो लभली ट्याक्टिस हाम्रो बुनियाद बुढाबाट लभली क्लियर बास कहिले सिकेको यस्तो शक्तिमान त्यसै गरी चेक चेक लभली हेड क्लियर शक्तिमान सर्ट फेरि ल गयो दाइ लिएर आइज त 1 2v1 कटा लभली गर्छ जानु न बलमा जानु दाइ लभली त्यही छ दाइ यो दाइ बरु खटेर खेलिँदो रहेछ यार ओ लभली डिफेन्स मन पर्यो डिफेन्स आइदिनु न बलमा खाली छ दाइ लभली दाइ ओइ डिफेन्स मन पर्यो गयो खेल्नु खेल्नु बिचमा अब के अरे ढिलो भयो क्या माया बुढो लिएर आउनु ए विनोद अङ्कल विनोद बुढा थियो त नि बुढाले सर्ट हान्थ्यो नि यताबाट कटाउनु त मजाले ट्राई लभली ट्राई यतिको प्रेसर राखिराख्नु पर्यो ओइ के भयो यस्तो नियम हुन्छ हुन त फेरि यसरी हान्यो भने अर्को पोस्ट पुगिहाल्छ अनि यो इन्डाइरेक्ट फ्री किक दिए भएको नि यसरी त नि निधि बङ्गाल बिचमा हेऱ्यो लभली कटाउनु त आहा ठिक छ आयो दाइ बलमा सुमन दाइ डिले हो लभली कटाइ मास बुढा मजाले लिएर जान्छ ओ निर्दीप दाइ मजाले सर्ट हान्छ सुमन दाइ इजी ला यो त छक्का गएको नि दाइ दाइ जम डिले गर्दै आयो सुमन दाइ लभली दाइ नो फल है सुमन दाइ भेट्यो ओइ सुमन दाइले त ब्याक किक पो हान्छ त घोडा किक किपर लभली त्यही भएर पेट घटाउनु भनेको मैले उफ्रिनै सकेन हेर्नु त मजाले सिधर स्पिड हान्नु न बल रोक्नु पछाडि छ आफ्नै छ ओइ एकजना बलमा आयो टच बल त्यसै गरी ल बुढा तपाईँ विनोद अङ्कल तपाईँको हेर्नु है छिर त्यही पछाडि छ आहा ठिक छ ट्राई
मलाई छ्याप्प हेर त बुढा हजुर हजुर ए म यहाँ हेड गोल लानु त आई मान्छे कस्तो यस्तो त झन्डी राणी चाहिँ हाफ टाइम भयो हाफ टाइममा 0-0 छ बुढोहरूको गोल त्यसै गरी निजगढ भेटरन 0 सिमरा रे वीरगञ्ज सिटी 0 अलि खेलौँ न हौ इन्जोय गरेर खेल्ने हो क्या फुटबल भनेको बुढाहरू हाम्रो बुढाहरू पुरै थकित भएको देखिन्छौँ 25 मिनटमा फ्या भइसक्यो हाम्रो बुढाहरू 25 मिनटमा फ्या भइसक्यो तर गोल हाल्नुहुन्छ भन्ने आशा राखेको छु मैले सेकेन्ड हाफको गेम सुरु भइसकेको छ अब लभली है लभली यार उता फल भइहाल्यो नि फेरि गोली हान्यो यार एक गोल खाइहाल्यो बुढाहरूले टिम क्याप्टेन रामबाबु चौधरीज्यूले ए दा यार बल बल यार लौ को झल्ली बुढा निर्दी बङ्गाल त्यतै पऱ्यो सिगरी घाउँछ बुढा कन्ट्रोल टच बल ट्राई गरौँ न हौ आउन पोजिसनमा ल लिएर त दाइ लिएर त क्रस गर्नु नि दाइ क्रस रेडी त्यही आयो दाइ मुझे प्रेसर परिहाल्यो नि बिस्तारी सुमन दाइ बिस्तारी कोही पनि छैन लिएर जानु बुढा लिएर जानु अगाडि लिएर जानु विनोद बुढा गयो दाइ गयो ठिक छ दाइ ह्यान्डबल है ठेलले बल बेस थाकिसक्यो उनीहरू पनि जानु न प्रेस गरिदिनु बलमा ल हो ठिक छ नपल दाइ ओए दाइ उयो दाइ चेक गर दाइ यार म्यान टु म्यान
अफसाइड रे के दाइ त्यही छ लभली पुरा आयो डिले 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 नो वन प्ले अन ल ल खेले उयो निर्देश आहा इधर त हेरे किपर रेडी विनोद अंकल प्रेस प्रेस भेटेन बुढाले टस बल दाइ टस बल दाइ हाम्रो 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 बोलो ए दाइ फल बल भएन हेर्न आफ्नै जितेको अर्को बल नेक्स्ट बल किपर खेले 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 खेल्ने टाइप पहिले बल आइज न तान्छ 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 फेरि तान्छ फेरि तान्छ त्यही छ त्यही अगाडि फालिदिनु लिएर इजी इजी खेल्न खेल्न न यस्तो बल किपर अगाडि फाल्नु नोम्यान लिएर जानु लानु न खालीमा त के उता पनि छ त राइट साइडमा खाली यार पऱ्यो गयो तपाईँको दाइ लाइन हेर्नु आउट छ बल मान्छे आउट छ भने सर्ट ब्लक दाइ टाइम डिले भइरहेछ भेट्ने बल पनि छैन कोही पनि आउनु चाँडो बल लिन आउनु चाँडो बल रिलिज गर्न आउनु न एकजना बुढा यसरी फ्यालिन्छ विनोद दाइलाई फ्यालिहाल्नु छिटो फालिहाल्नु फालिहाल्नु विनोद दाइलाई हो विनोद दाइ बल छोडेर बुढा म्यान अन आहा अर्को बल भाइ म्यानोन उहाँ छ निर्दी बङ्गल ओ विनोद दाइ हो विनोद दाइ यता काट्नु त हेर्नु त हो दाइ शट त्यो दाइ हान्नु न कहिले हान्ने हो यार त्यो बल हान्नु पर्ने बल यार त्यस्तो मिठो यार यो दाइले लभली खेल्दो रहेछ यार लभली सेभ दाइ आयो आयो दाइ शेखर दाइ हेर्न मैले कोही छैन लिएर जानु अब पछाडिबाट मान्छे छ
अब अर्को बिचमा आइदिनु न उही कस्तो बचाएको यार भूत हो क्या यार के त जाने कसम भनेको मैले मजाक गरेँ होइन आयो आयो निजी अङ्कल यसको स्पिड छ है यो दाइको त मुझे आदित्य साके जस्तै छैन न मुझे भयो दाइ धेरै भयो ओ ल ल गेम चाहिँ सकियो हारे बुढाहरूले 1-0 ले के गर्नु हारे बुढाहरूले अब अर्को यसमा खेल्छन् राम्रोसँग आउनु भएको छ यहाँनिर सरलाईबाट बधाई छ दाइ अब राम्रोसँग खेल्नु होला बेस्ट अफ लक है थ्याङ्क यू भाइ कोसँग छ तपाईँहरू गेम चितवनसँग होइन ल राम्रोसँग खेल्नु होला अब हामी चाहिँ जिन्छौँ निस्किन्छौँ अब हारिहाल्यो तपाईँ चाहिँ जित्नु अब के गर्नु गेम हारिहाल्यो यस्तै छ बुढाहरू अब निराश हुँदैछन् तर निराश हुँदैन अर्को गेम पनि छ होइन अङ्कल अर्को गेममा जित्नुपर्छ होइन अङ्कल सेकेन्ड चान्स तिमीले निर्णयले पाएको बल यस्तै छ हारिहाल्यो बुढाहरूले कस्तो लाग्यो खतरा खेलेन बुढाहरूले एकदम बल त आकाश तारा तारा अब तारा राति भयो तारा छिदिन्थ्यो होला त्यत्रो निजगढबाट यहाँ आएको कि घाम ताप्न आएको जस्तो मात्र भयो 9-10 बजे पनि हुन्छ यहाँ त गरिन्छ ल अब के गर्नु यस्तै छ गेम हारिहाल्यो अब बुढालाई मैले टेप लगाइदिएको अब बिचरा के गर्नु दुईजनाले चेक लिएर बसेछ अनि कसरी हान्छ अङ्कलले खेल्नै सक्नुभयो यसै गरी अब आजको भ्लग हाम्रो यहाँ इन्ड गरिदिन्छु गेम पनि हार्यो अब अर्को भ्लगमा भेट्नु होला ल बाई बाई गाइस